Merry Christmas. हेलो नमस्ते सबैजनालाई। अब तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। सो मेरो भन्नुपर्दाखेरि म पनि एकदमै सन्चै आरामै छु। सो फर्स्ट अफ अल गाइस सबैजनालाई ह्यापी मेरी क्रिसमस। ल मेरी क्रिसमस। अनि यो हाम्रो एकजनाले चाहिँ ह्यापी मेरी क्रिसमस भन्नुपर्छ भनेर चाहिँ सो तपाईहरुलाई चाहिँ मैले ह्यापी मेरी क्रिसमस भनेको। सो मेरी क्रिसमस। Happy Merry Christmas. Merry Christmas. Sahil को लागि सपोर्ट गर्दै Happy Merry Christmas. Merry Christmas. Merry Christmas everyone. Merry Christmas. Merry Christmas. Merry Christmas. Merry Christmas. Merry Christmas. माचिलाखा यता चाहिँ हाम्रो माचिलाखा भनेपछि तपाईको त्यो सो गाइस अब चाहिँ हामी लाग्यौँ त आज चाहिँ हामी एकदमै क्रिसमस मनाउन गएको माछिलाखा। यो ज्याकेट खोल्नु दुईजना अड्नेले ठिकै बस्छ। सो अब चाहिँ हामी गाडीमा साइड ब्याग अगाडि राख त सामने पनि अगाडि राख त। आज चाहिँ के कस्तो हुन्छ आजको हाम्रो क्रिसमस। सो तपाईहरुलाई फुल भ्लग देखाउने छु। स्टे ट्युन है त गाइस। सो गाइस अहिले चाहिँ फिलहाल हामी सामदुङ आइपुग्यौँ। यहाँ चाहिँ हाम्रो जनताहरू आजको। सो अब चाहिँ हामी यहाँनिर एउटा मरोमा निस्किनु पर्नेछ। सो त्यहाँ निस्केर चाहिँ त्यहाँ पनि हाम्रो माछिलाका जानु पर्ने छ गाइस। अहिले फिलहाल चाहिँ हामी सरलाई पर्खिरहेको छौँ। सो फुर्बा सरहरू पनि आउनु हुँदैछ मरोमा जानुको लागि। त्यहाँ गएर चाहिँ हामी मरो निस्केर चाहिँ डाइरेक्ट माछिलाका जानेछौँ। आजको हाम्रो बेहुला चाहिँ यता हो नि त। किशोरको हो, किशोरको छोरा हो। के छ नि बेहुला? ओ तिमीले बोल्दैछ बेहुला ठिक छ नि? आज हामी चाहिँ जन्तीमा हो यहाँ। जन्तीमा यहाँ हाम्रो बेहुलाको साथी। ए ओट चितिस नगर न, हाँस पर्यो। फोटो सेसन हुँदैछ यहाँ चाहिँ। अब ए क्यामेराम्यान लु भ्लगरको एउटा अनि चमेरा हो चमेरा। क्यामेरा पनि हैन चमेरा। हाँसेकै ठिक हुन्छ। अब अर्को हेर त ओट्छु प्ल्याप्तै पारेर। ल कलेज कहिले जोइन गर्यौ? कहाँ हो उसलाई त चिया बाट्नको लागि बोलाएको। सो अब चाहिँ हामी यहाँनिर चटपटी खानेको लागि रोकेको छौँ होइन। केटाहरूले चाहिँ चटपटी यहाँ खाँदैछ। चटपटी हाम्रो चटपटी चाहिँ यहाँ बनिँदैछ फिलहाल। खाएपछि यस्तो भाग्नु पर्यो नि। यहाँ बहिनीले चाहिँ अघि खाइसक्नु आँट्यो। खोर्सानी होस् न। राम्रो छ है खुवाइ चाहिँ। मिठो बहिनी दामी है। मेरी क्रिसमस। सो गाइस फाइनली हामी चाहिँ आइपुगेको छौँ है माछिलाखा। अनि हाम्रो माझमा हाम्रो भाइ भोपाल है के को अनन्त थिएटरको उहाँ एउटा के भन्नु फाउन्डर नै हुनुहुन्छ। अनि उहाँले धेरै युथहरूलाई डोराइरहनु भएको छ। अनि भाइ भोपाललाई पनि हामी खदा लगाएर स्वागत गरेका छौँ। र यहाँनिर उहाँसँग आउने हाम्रो 4 जना भाइ हुनुहुन्छ। उहाँलाई पनि हामी मनोजज्यू पनि हुनुहुन्छ है हाम्रो सरको सारथी। अनि उहाँलाई पनि हामी खदा लगाएर स्वागत गर्नेछौँ। र हाम्रो यहाँबाट अयोध्यासम्म हिँडेर कुदेर जाने हाम्रो भाइ है खास जेएलजी हाम्रो साहिल भाइलाई पनि हामी खदा लगाएर यसरी स्वागत गर्नेछौँ।
लहरमा सडा मलाई हटाउन नदिनु मेरो नजरहरू। कुन खाम्बा मक्केको छ त्यो चाहिँ भित्रकोलाई मात्रै थाहा हुन्छ। अब त्यो त्यस्तो भनेको पनि होइन। भन्न खोजेको कुरा पास्टरले अब यहाँ बोल्दै गर्दाखेरि कोही बेला तपाईँलाई लाग्नसक्छ, कोही बेला नन क्रिस्चियन हुनसक्छ, कोही त क्रिस्चियन नै होला, त्यस्तो नि अब त्यहाँदेखि ज्यादा भनिन्न। अनि परमेश्वरको वचनले धेरैचोटि मान्छेलाई मजा लाग्ने कुराहरू मात्रै नभनेर अलिकति अर्कै कुराहरू पनि भन्नुसक्छ। तर यो कुरालाई सोच्नुहोस्, मान्छेले नचिनेको मान्छेलाई चेप्रे लाउँछ, बुझ्नुभयो? अब मिठो बोल्ने प्रयास गर्छ होइन। कोही बेला हामी भन्छौँ यो बाउ त बोल्नै जान्दैन भन्छ। मेरो रियल नेम चाहिँ अभिषेक बस्नेत, तर मिस्टर बस्नेत लाइन्स भनेर नै मैले सोसियल मेरो जर्नी स्टार्ट गरेको थिएँ। अनि आज क्रिसमसको यहाँनिर अगाडि आएपछि होइन हाम्रो रेगनज्यूले यो सानो मौका दिनुभयो, एकदम खुसी लाग्यो। उहाँसँगको जर्नी भनेको जबसम्म म सरसँग जोडेँ, हाम्रो फुर्मा सरसँग जीवन र मृत्युमाथि राज गर्ने यीशुको बानी भन्न मन लाग्यो। जीवन र मृत्युमाथि राज गर्ने यीशुको कुरा भन्न मन लाग्यो। सरर 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 लास्ट बट नट द लिस्ट, हामी सम्पूर्ण अनन्त थिएटरको परिवार, हाम्रो रिगेन्दा र उहाँको माछिलाखा चर्चको टिमलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छौँ। किनभने उहाँहरूको यस्तो भव्य चाड क्रिसमसमा हामीलाई एज अ गेस्टको रूपमा निम्त्याउनु भयो। र विशेष धन्यवाद त हामी हाम्रो अति प्यारो फुर्बा सरलाई दिन चाहन्छौँ। किनभने उहाँको यो जोस, साथ र मायाले यो कार्यक्रमलाई अझ भव्य रूपमा लिएर गयो। र विशेष गरी त हामी संसारभरि छरिएर बस्नुभएका सम्पूर्ण क्रिस्चियन कम्युनिटीलाई मेरी क्रिसमस भन्दै र आउने वर्षहरूको यो क्रिसमस चाडलाई पनि यसरी नै एकदमै एकता, जोस र उमङ्गको साथमा मनाउन पाऊँ भन्दै यो भिडियोलाई यहीँ अन्त गर्न चाहन्छौँ।